तपाईको जीवनमा काम लाग्ने एउटा असल कुरा भन्न लागिरहेको छु। यसर्थ मेरो भिडियोलाई अन्तिमसम्म हेर्नुहोस्। एक दिन एउटा कुकुरनीले हात्तीनीलाई इन्सल्ट गर्दै भनेछ, ओए हात्तीनी, तैँले पनि बच्चा ब्याउनु आँटेको भनेको त निकै महिना भइसके त, 15-16 महिना भइसके, खोइ तैँले अहिलेसम्म बच्चा ब्याउँदैनस् त, तैँले ढाँटेको होला। हेर, तँ सँगसँग मैले पनि बच्चा ब्याउन आँटेको थिएँ। मेरो बच्चाहरू त अहिले मैले 2-3 पल्ट जन्माइसकेर पनि त्यो बच्चाहरू त गली गलीमा दुगुर्दै कराउँदै हिँडिरहेको छ भनेर यसरी हात्तीनीलाई कुकुरनीले इन्सल्ट गरेर भन्दछ। कुकुरनीको कुरा सुनेर हात्तीनीले मुस्कुराउँदै यसरी उत्तर दिँदछ, हे कुकुरनी, हेर, तैँले जुन चाहिँ बच्चा ब्याएको छस् त्यो भन्ने एउटा कुकुरको बच्चा हो। जब तेरो बच्चाहरू गली गलीमा निस्किन्छ नि, मानिसहरूले तेरो बच्चालाई ढुङ्गाले हिर्काएर खिच्नेछ। तर म जुन चाहिँ बच्चा जन्माउनु लागेको छु त्यो चाहिँ एउटा हात्तीको बच्चा हो।